फिलोसफी जीवन एउटा दर्शन हो हैन। जीवन के हो? एउटा दर्शन हो। अब जीवनलाई कसरी हेर्छ मान्छेले? एउटा जंगललाई हेर्यो भने एउटा घाँस काट्नेले त्यो घाँसै मात्रै देख्छ, त्यो जंगललाई उसको दृष्टिकोण घाँस हो नि त, उसको पर्सेप्सन मात्रै घाँस छ त्यहाँ। एउटा दाउरा काट्नेले के देख्छ? उसको दाउरा देख्छ त्यो जंगललाई। अनि अर्को कुरा, एउटा गर्लफ्रेन्ड र बोयफ्रेन्डको लागि त्यो जंगल हुन सक्छ, उनीहरूको लागि घाँस दाउरा नभएर एउटा डेटिङको प्लेस हुन सक्छ, उनीहरूको पर्सेप्सन त्यो छ। एउटा साहित्यकारको लागि लामो है एउटा कथा हुन सक्छ त्यो जंगल है। एउटा फोटोग्राफरको लागि त्यो के अरे एउटा रिसर्चको के अरे उसो फोटोग्राफीको हुन सक्छ, एउटा रिसर्च गर्नेमा साइन्सको फोनाटिकल स्टुडेन्टको लागि त्यो अर्को रिसर्च हुन सक्छ। अब त्यो जंगललाई हेर्ने तरिका विविध तरिकाले छ। अब त्यहाँ आफ्नो आफ्नो पर्सेप्सनले त्यो हुने। अब जीवनलाई हेर्ने तरिका, जीवनलाई समेट्ने दर्शन, जीवन दर्शन। अब एउटा दार्शनिकले के भनेको छ भने जीवन चाहिँ शून्यताबाट सुरुवात हुन्छ है। यसले विभिन्न प्रकारको कुरासँग यो घुलमेल हुन्छ र लास्टमा शून्यतामा आउँछ। जिरोदेखि स्टार्ट गएर जिरोसम्म। अब त्यो जिरोदेखि स्टार्ट, हाम्रो लाइफ पहिला जिरो थियो अथवा थिएन त? हामी थिएन अनि लास्टमा गएर मरेपछि हामी हुँदैनौँ, सक्यो, सुरुवात शून्य। त्यसै कारण ओशोले कहिले काहीँ भन्ने हुन्छ नि, ओशो फिलोसफरले भन्नुभएको छ नि के अरे, उसको नाम चाहिँ खासमा रजनी ससुर हो तर उसलाई ओशो भन्ने हो। ओशो भनेको ओशो, जिरोदेखि जिरो है। यो चाहिँ जीवन मेरो शून्यताबाट म आएँ, म शून्यतामा आएँ। ओशोले भनेको थिएँ उसको नाम त्यहाँ। म यो अलिकति यो कुरा गरौँ है, ओशोको भन्छु। अनि किनभने हेरेनी पातलाई बुझ्नको लागि अरू रेफरेन्स पनि हुनुपर्छ जस्तो लाग्छ। अरू जीव संसारमा के छ, अरू दर्शनले के भन्छ त्यो पनि हेर्नु। एकैचोटि हेर्ने बातै मात्रै बढाउँदाखेरि आज हेर्ने बात मात्रै बढाएर जाँदाखेरि हुन्थ्यो नि किन सर्वधर्मको कुराहरू, किन अरू पनि बुझ्नुपर्ने कुरा आयो नि त। त्यस कारणले गर्दाखेरि ओशोले त्यसो कुराहरू गरे होइन। अब जीवन त्यहाँदेखि शून्यताको कुरा ल्यायो। शून्यताको कुरा ल्याउँदाखेरि अब शून्य भनेको शून्यतालाई के मान्ने है, जिरोलाई के मान्नुहुन्छ तपाईँ? यदि जिरो चाहिँ नभइदिएको भए होइन, हुन त यो म्याथमेटिक्सको एउटा नम्बर हो, जसबाट नम्बरको सुरु न्युमरोलोजीको सुरुवात थियो, भारतबाट सुरु भएको, आर्यभट्टबाट सुरु भएको। अब शून्य छैन भने पनि हुँदैन, त्यो छ भने पनि त्यसको केही जिरो जिरो है। जीवन वास्तवमा त्यस्तो भनेर भन्ने पनि गर्यो क्या, भनाइहरू छ। अब एकको अघि लाग्यो त्यो 10 हो, तर एकको अघि लाग्यो त्यो एकै हो, शून्यको क्यान्सल त्यो 0 1 छ भने 1 1 हो, 0 0 हो होइन। त्यहाँदेखि जब 0 चाहिँ फेरि पछाडि लाग्यो भने त 10 हो नि, त्यहाँदेखि अझै 10 100 हुन्छ नि, त्यसो 100 मिलियन बिलियन त्यही जिरोले बनाएर लान्छ क्या। मिलियन बिलियनमा 0 छैन भने वास्तवमा के भन्छ, तर त्यो 0 चाहिँ यतापट्टि लाग्यो, लाइफ त्यस्तै हो भन्छ क्या। त्यो एउटा 0 र शून्य सब रहस्य मान्छ नि हामी, जो 10 वर्ष 20 वर्ष शून्य लागेपछि चाहिँ हाम्रो कर्मकाण्ड। जीवन एउटा दर्शनको रूपमा, जीवन चाहिँ एउटा फिलोसफी हो भनेर हेलेनी पातको दर्शनले भन्छ। र त्यो जीवन चाहिँ दर्शन हो भन्ने जुन उचालिन्छ त्यो चाहिँ हेलेनी पातमा पर्दछ। र हेलेनी पातको अनुसार, हेलेनी पातको दर्शन अनुसार चाहिँ संस्कार भनिएन, जीवनलाई चाहिँ यन्चेनलाई चाहिँ दर्शन भनियो। किनभने हामी जन्मिँदामा हाम्रो फिलोसफी छ, मर्दा पनि फिलोसफी छ,